यहाँबाट अलिकति तल मात्रै हो। त्यही हो, म चाहिँ जाँदैछु होइन। अब काममा जानुपर्ने हुन्छ यार, जहिले त्यही काम, जहिले त्यही। ओके भाइ, ओके, सब्सक्राइब गर है त। नाम लिल 4 क्रेजी भ्लगर छ, लिल 4 क्रेजी भ्लगर। हेलो एभ्रिवान, सबजना गुड मर्निङ एन्ड वेलकम टु माई भ्लग। सबजनालाई स्वागत छ मेरो भ्लगमा होइन। बिहान बिहान उठेर हिँड्दैछु, कता गइरहेछ भनेर सोच्नु भएर होला हजुरहरूले। म चाहिँ हिँड्दैछु यस्तो कच्ची बाटोमा, गाउँघरको बाटोमा यसरी हिँड्दैछु होइन। टक्क लाएर जुत्ता लाएर यस्तो चिलमा हिँडिरहेको छु। लास्टै हिलो हुन्छ कि यो बाटो चाहिँ, पानी परेको वाइल्ड नै हुन्छ कि यताबाट हिँड्नुपर्छ यार। अनि मैले चाहिँ आज चाहिँ बिहान बिहानै भ्लग स्टार्ट गरिरहेको छु, किनभने मैले चाहिँ भ्लग चाहिँ अलिअलि यसो बनाइरहेको छु आजभोलि। रेगुलर त बनाउनु सकिरहेको छ नि, तर यसो कहिलेकाहीँ आकाल झुकल मात्रै हो, कुनै कुनै टाइममा मात्रै बनाइरहेको छु मैले। त्यस्तो रेगुलर चाहिँ टाइम दिइरहेको छैन। म चाहिँ खासमा भन्नुपर्दा चाहिँ काममा हिँडेको है, किनभने मेरो कामको ड्युटी चाहिँ अघि नै सुरु भइसक्यो। 9 बज्यो, अझै 9:02 चाहिँ बाटोमै भइसक्यो। म चाहिँ त्यही हो 9:08 9:10 चाहिँ म चाहिँ काममा चाहिँ पुगिसक्यो हुन्छ होइन। कि मेन रोड निस्किसक्यो, यहाँ त अलिक तल मात्रै हो क्या, यहाँबाट अलिकति तल मात्रै हो। त्यही हो, म चाहिँ जाँदैछु होइन। अब काममा जानुपर्ने हुन्छ यार, जहिले त्यही काम, जहिले त्यही। ओके भाइ, ओके, सब्सक्राइब गर है त। नाम लिल 4 क्रेजी भ्लगर छ, लिल 4 क्रेजी भ्लगर। भाइहरू बिहान भन्छ, तर नामै थाहा छैन, सब्सक्राइबरै गरे होइन अरे क्या। अनि नाम के छ दाइ हुन्छ अनि लिल 4 क्रेजी भ्लगर भनेको। ल गर्छु भनिरहेको छु, भाइहरूले सब्सक्राइब होइन गर्छु होला मेबी। मैले स्टार्ट गरेको त वाइल्ड नै भइसक्यो, अनि मेरो चाहिँ 2टा च्यानल चाहिँ अलरेडी नै उडिसक्यो कपिराइट लाएर। त्यही कारणले गर्दा चाहिँ मैले आजभोलि अलिकति भ्लग स्टार्ट गरिरहेको छु। वाइल्ड नै कपिराइट चाहिँ मलाई के कारणले लाग्छ भने, मैले बाहिरको म्युजिकहरू बज्दा पनि म भ्लग स्टप नगरिकन हालिदिरहेको हुन्छु क्या। त्यही कारणले गर्दा चाहिँ अलि तल गएर भेट्छ, यता चाहिँ अलिक बढी ओभर भिड छ, अलिक इरिटेट हुने साउन्ड आउँछ क्या। त्यही भएर फाइनली काममा पनि आइसक्यो। काममा आएर पनि कोट एप्रोन टोपी सोपी लाएर टी सर्ट खोलेर रेडी भइसक्यो होइन। 9:10 आइपुग्छ भन्ने सोचिरहेको थिएँ, तर 9:12 भएछ आइपुग्दा चाहिँ, किनभने म भ्लग बन्द गर्ने बित्तिकै कुद्दै आएको थिएँ बाटोतिर। त्यही हो, एकछिनपछि भेट्छु होइन। भर्खरै आइपुगेछ। अब यसो कफी सफी लाएर टक्क लाएर काममा पानीसँग देखाएर यसो काम गर्नुपर्ने हुन्छ। जस्तै काम सुरुमा साउन्ड मिलाउनलाई जति धेरै काम हुन्छ, त्यसपछि त खासै काम हुँदैन। अनि यसो मिजा प्लाजा गर्ने, मिजा सिसा गर्नुको लागि चाहिँ अलिकति टाइम लाग्छ मलाई। त्यही कुराले मात्रै हो, त्यस्तो अर्डर सडर आयो भने त खासै टाइम लाग्दैन मलाई। त्यस्तो 8-10 हजारको अर्डर त यसो एकैचोटि फुत्तै हो क्या, त्यस्तो टाइमै लाग्दैन कि मलाई अर्डर सडर हाल्नु चाहिँ। अहिले मिजाहरू रेडी गर्नु, किनभने मिजा चाहिँ मोस्ट इम्पोर्टेन्ट मिजा हो क्या। मिजा भएन भने त लास्टै गाह्रो हुन्छ कि काम गर्नु, वाइल्डै गाह्रो हुन्छ कि। मिजा भएन भने त फट हो क्या अर्डर पुरै। आज त मोमो बनाउनु पर्ने छैन है, टक्क लाएर आज चाहिँ के गर्नुपर्ने छ भन्दाखेरि छ कामहरू धेरै छ। त्यही अब एकछिनमा भेट्छ है। फाइनली अब चाहिँ फर्स्ट अर्डर रेडी भइसक्यो होइन, चट्ट लाएर। यो चाहिँ हाम्रो फर्स्ट अर्डर रहेको छ, हेमिल्टी पाक्दैछ हाम्रो। चट्ट लाएर मैले चाहिँ होइन मिजाहरू पनि गरिसक्यो। यो गार्लिक र यिनीहरू चाहिँ हिजैदेखि थियो। यो स्प्रिङ ओनियन चाहिँ, कोरिएन्डर, अनि त्यसपछि साइड सलाद, त्यसपछि ममचारहरू चाहिँ यताउता भरिदिएँ। टक्क लाएर हाम्रो चाहिँ हामी रेडी भइसक्यो यो पनि होइन। अनि टक्क लाएर तरकारी पनि पाकिसक्यो हाम्रो लागि, खाना पाक्दैछ। अनि अझै भेजिटेबलहरू पनि हामी क्लियर गरेर फ्रिज पुरै सफा गरेर चाहिँ मैले टिलिक्क टल्काइदिइसक्यो। यहाँ चाहिँ कोरिएन्डर स्प्रिङ ओनियन चाहिँ मैले त्यसरी राखेको छु होइन, सबै भेजिटेबल चकाचक मिलाएर। अनि आज आएको यसमा टमाटर टक्क लाएर यसमा लेटिस चाहिँ धुनु पाइन्छ होइन। त्यसपछि गार्लिक जिन्जरहरू सब चाहिँ हामीले मिलाएर आइसक्यो। अनि भनेको यहाँ भनेको पोट्याटो र ओनियन चाहिँ यसमा छ हाम्रो। आज नआएको भनेको त्यो क्याप्सिकम, अनि त्यसपछि पक्कै साग, अनि त्यसपछि ब्रोकौली, किनभने तिनीहरू चाहिँ अलिकति सर्टेज छ अरे। क्याप्सिकम त छैन होला, किनभने मैले मगाएन। पोक्ते साग र ब्रोकौली चाहिँ अलिकति बजारमा सर्टेज छ, त्यही कारणले मगाएन। अब खानासाना बनाउनु पर्ने हुन्छ। अनि आज चाहिँ मेरो मेन काम भने चाहिँ आज चाहिँ किमा नुडल सस बनाउनु पर्ने छ होइन। पुरै खाली भइसक्यो, अब 1% जतिलाई पुग्छ होला कोरकार गर्दा। उयो बट्टाको है त, अलिकति 1% पुग्छ होला कोरकार गर्दा है। त्यही हो,
त्यसको लागि धेरै गार्लिक र जिन्जर धेरै छिल्न पर्ने हुन्छ। अनि नेक्स्ट भनेको चाहिँ अरूको के काम गर्नु भन्दाखेरि यो लेटिसलाई चाहिँ मजाले केलाएर चाहिँ फ्रिजमा टक्कला दामी तरकारी राख्नुपर्ने हुन्छ। पुरै सकि नै सक्यो। त्यही हो एकछिन पछि भेट्छ है त अब। फाइनली हामीले अर्डरलाई आडा पेन्डिङमा बसेर एकैचोटि आएर मैले सब सामान निकालिसक्यो होइन। अब चाहिँ अर्डर बनाउनु पर्ने हुन्छ। अहिले चाहिँ फाइनली नाइट भइसक्यो होइन। दिउँसो भ्लग बनाउँछु भन्दा अलिअलि बिजी भएको कारणले चाहिँ जुन मैले अब खानाहरू बनाइरहेको भिडियो खिच्छु भन्दा नि त्यो चाहिँ मैले नभ्याएर चाहिँ अहिले नाइटमा बनाइरहेको छु। जुन मैले किमा नुडल्स सस बनाउनु पर्छ भन्थ्यो तिनीहरू चाहिँ मेरो बनिसक्यो। अहिले फुल एन्ड फाइनल तरिकामा बनाएर स्टकमा पनि हालिसक्यो। किमा नुडल्स सस बनाएर पनि होइन टक्कलहरू मिजाहरू पनि सकिन लागिसक्यो। मोमो अचार त फुल्ली सकिसक्यो, झन् गार्लिक पनि फुल्ली सकिसक्यो, यो ओनियन पनि फुल्ली सकिसक्यो होइन। अनि मान्छेहरू आउँदैछ धोपी अनि फेरि किमा नुडल्स सकेर अनि नुडल्स चाहिँ मैले बोइल गरेर राखिरहेको छ। यसमा तेल सेल हालेर अब पुरै टक्क तरिकाले चाहिँ मिलाउनु पर्छ है त। अहिले पछि भेटौँला है। मेरो चाहिँ लास्ट अर्डर भन्दा नि चाहिँ मेरो टक्कलर यहाँ बफाइलो विन्स रेडी भइसक्यो। चाहिँ बफाइलो हुने चाहिँ चिकन विन्स हो, हामीसँग बफाइलो चाहिँ छैन। टक्कलर यो लैजाऊ भइसक्यो, लगिदियो। यो D8मा है टक्कलर अर्डरहरू आइरहेछ। अनि त्यही भएर अब भ्लग चाहिँ अब मैले त्यसरी इन्ड गरिदिन्छु होला। ओके बाई बाई एभ्रीवान, टेक केयर, सी यू टुमोरो, टक टु लेटर नेक्स्ट भ्लगमा भेटौँला। ओके लभ यु मोर एभ्रीवान। त्यही हो, जस्तै थाकिसक्यो। अर्डर पनि आएको मोमो पनि बन्दैछ। ओके बाई बाई।